कतिखेर त्यो प्रोसेस होला भनेर हेरेछौँ हुँदै यो चाहिँ हाम्रो पहिलो लोकेसन थियो होइन के थियो यसमा यसमा चाहिँ हाम्रो टार्गेट डेप्थ चाहिँ 48 मिटरको थियो यो चाहिँ हाम्रो प्रेम बस्तीमा गरिएको यो ड्रिलिङ थियो पर्कुसन मेथडबाट यो गभर्मेन्टबाटै थियो होइन यो यसमा युज भएको हेमर चाहिँ 600 केजीको रहेछ यसमा चाहिँ 1 मिटर डेप्थको लागि चाहिँ 700 देखि 800 चोटि चाहिँ हिट गर्नु पर्यो यो चाहिँ हाम्रो त्यहाँनिर चाहिँ गौडेल दाईको वेल थियो होइन कति मिटर थियो यो गहिराई यो 45 फिट थियो अनि त्यसपछि पानी अलिकति नआएको कारणले गर्दा फेरि डिटिएच गरेर 15 फिट हो कि 15 मिटर 15 मिटर अझै गहिरो खन्नुपर्ने भएको कारणले गर्दा डिटिएच मेसिन ल्याउनु भयो होइन त्यसपछि यहाँ युज सेटअप हुँदै थियो होइन यसमा चाहिँ अब 3टा केजिङ पाइप चाहिँ राखेको छ 3टा केजिङ पाइप राख्यो अनि एउटा केजिङ पाइपमा एउटा चाहिँ लामो ड्रिल बिट र एउटा चाहिँ छोटो कनेक्सन गरेर एउटा केजिङ पाइपमा फिट गरेको थियो त्यसरी नै 3टा केजिङ पाइपमा चाहिँ 6वटा लामो र छोटो गरेर चाहिँ 6वटा ड्रिल बिट भयो मेनली डिटिएचमा चाहिँ के हुने रहेछ अरे यो त सेटिङ मिलाउँदै थियो होइन यिनीहरूले त्यसपछि भएको थियो नि त काम के हुने रहेछ अरे एकदमै हाई प्रेसरमा हावालाई पठाउने तल रड हालेको चाहिँ हेरिरहेको छु स्क्रिन पाइपभित्र यो चाहिँ डिटिएच रहेछ डाउन द होलवाला अनि यो चाहिँ त्यो ड्रिल रड चाहिँ 15 मिटरको रहेछ होइन 15 फिटको अनि अहिलेसँग चाहिँ 2टा हालिसक्यो कि कतिवटा चाहिँ हाल्छ त नि भन्दा कतिखेर त्यो प्रोसेस होला भनेर हेरेछौँ हुँदै अहिले हामी यो गौडेल दाईको घरमा शुक्रनगर हाम्रो गौडेल दाईको घरमा यसले चाहिँ यो डिटिएचले चाहिँ मेनली कसरी काम गर्ने रहेछ अरे पर्कसनमा हामीले ह्यामरले ढ्याङ ठोकेको थियो नि त्यसरी यहाँ कसरी काम गर्छ यसले यसमा चाहिँ ड्रिल बिट र केजिङ पाइप फिट गरेर फिट त गर्ने तर त्यो भइसकेपछि तल खन्दाखेरि चाहिँ एकदमै हाई प्रेसरमा चाहिँ एयरलाई पठाउने रहेछ होइन त्यसले चाहिँ सब ब्लो गरेर माथि टुक्रा टाक्री सब फालिदिँदो रहेछ नि त यहाँ एकछिनमा देखिन थाल्यो नि ओरिजिनल पिस र कट पिस भन्ने हुन्छ हामीले त्यो ओरिजिनल पिस र कट पिसको पनि हामीले प्रोपोर्सन निकाल्न सकिन्छ त्यसको लागि स्टडी गरिन्छ हजुर अनि यसरी चाहिँ पानीहरू एकदमै टाढा आउँदो रहेछ नि होइन नजिक त बस्न अलिक गाह्रो हुने चाहिँ त्यही ओरिजिनल पिस र कट पिसका सबै हावाको प्रेसर त हो नि होइन सबै एकदम हावाको प्रेसर भयो त्यो कट पिस र ओरिजिनल पिसका टुक्राहरू पनि बाहिरसम्म अलिक पर चाहिँ आउने रहेछ यो मेसिनरीको बारेमा चाहिँ कस्तो के रहेछ त्यहाँ त्यो मेसिनरी चाहिँ अब टिपरमा चाहिँ कनेक्सन गरेको हुँदो रहेछ टिपर जस्तो ठुलो गाडी भयो नि त सबै यो हेभी इक्विपमेन्ट हुने रहेछ नि त हेभी इक्विपमेन्ट अनि यो अब यो मेसिन चलाउँदा चाहिँ एकदम ठुलो आवाजहरू आउने यो टाइमिङको चाहिँ के हुने चाहिँ छिटो ढिलो खन्ने यसको अब हाम्रो आज चाहिँ हामीले 3टा केजिङ पाइप फिट गरेको थियौँ यसमा हाम्रो सेटअपको टाइम चाहिँ हाम्रो लगभग एराउन्ड 2 घन्टा लागेको थियो भने हामीले 15 मिटर डेप्थ खन्नको लागि जम्मा 12 मिनटमा चाहिँ काम सकिसक्यो काम चाहिँ फ्याटफुट छिट्टो हुँदो रहेछ होइन